फिफा वर्ल्ड कप 2026 को समचरण अहिले निकै रोचक बन्दै गएको छ। हालसम्म भएका खेलहरू हेर्दा समूह ए मा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 ले हराएको छ भने दक्षिण कोरियाले चेकियालाई 2-1 ले पराजित गरेको छ। यसले समूह ए मा मेक्सिको र दक्षिण कोरिया सुरुवाती जितको शीर्ष स्थानका लागि दावेदार बनेका छन्। अब समूह ए मा बाँकी खेलहरू अझै रोचक हुनेछन्। दोस्रो चरणमा दक्षिण कोरिया चेकियासँग भिड्नेछ। यो खेल दुवै टोलीका लागि जीवन मरणको जस्तै हुनेछ, किनकि हार्ने टोलीको नकआउट चरण पुग्ने सम्भावना निकै कमजोर बन्न सक्छ। त्यही दिन मेक्सिको र दक्षिण कोरिया आम्ने सामने हुनेछन्। दुवैले पहिलो खेल जितेकाले यो खेल समूह विजेता तय गर्ने तर्फको महत्वपूर्ण कदम हुनेछ। अन्तिम चरणमा मेक्सिकोले चेकियासँग खेल्नेछ भने दक्षिण कोरिया दक्षिण अफ्रिकासँग भिड्नेछ। त्यसपछि मात्र समूह ए बाट कुन टोली पहिलो र दोस्रो स्थानमा रहनेछ भन्ने टुङ्गो लाग्नेछ। समूह बी मा क्यानाडा र बोस्निया हर्जेगोभिनाले 1-1 को बराबरी खेलेका छन्। कतार र स्विजरल्यान्डले पनि 1-1 को बराबरी खेलेका छन्। त्यसैले अहिले चारै टोलीको सम्मान 1-1 अङ्क छ। अब दोस्रो चरणमा स्विजरल्यान्डले बोस्निया हर्जेगोभिनासँग खेल्नेछ भने क्यानाडाले कतारसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम चरणमा क्यानाडा र स्विजरल्यान्ड आम्ने सामने हुनेछन् भने बोस्निया हर्जेगोभिना र कतार बीच खेल हुनेछ। यस समूहमा अहिले सबै टोली बराबरी स्थानमा भएकाले अन्तिम खेलसम्म प्रतिस्पर्धा खुल्ला रहनेछ। समूह सी मा ब्राजिल र मेक्सिकोले 1-1 को बराबरी खेलेका छन् भने स्कटल्यान्डले हाइटीलाई 1-0 ले हराएको छ। त्यसैले स्कटल्यान्ड सुरुवाती रूपमा शीर्ष स्थानमा रहेको छ। अब अर्को चरणमा स्कटल्यान्डले मोरोक्कोसँग खेल्नेछ भने ब्राजिलले हाइटीसँग खेल्नेछ। अन्तिम चरणमा स्कटल्यान्ड र ब्राजिल बीच बहुप्रतीक्षित खेल हुनेछ भने मेक्सिकोले हाइटीसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिल र स्कटल्यान्ड बीच अन्तिम खेलले समूह विजेता तय गर्ने सम्भावना धेरै छ। समूह 2 मा अमेरिकाले पराग्वेलाई 4-1 ले हराएको छ भने अस्ट्रेलियाले टर्कीलाई 2-0 ले पराजित गरेको छ। अब दोस्रो चरणमा अमेरिका र अस्ट्रेलिया भिड्नेछन् भने दुवैले पहिलो खेल जितेकाले यो खेल समूहको सबैभन्दा ठूलो खेल मानिएको छ। त्यस्तै टर्की र पराग्वे एक अर्कासँग भिड्नेछन्। अन्तिम चरणमा अमेरिका र टर्की खेल्नेछन् भने पराग्वे र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुनेछ। समूह ई मा जर्मनी, कुरासाओ, आइभेरी कोस्ट र इक्वाडोर छन्। पहिलो चरणमा जर्मनीले कुरासाओसँग खेल्दैछन् भने आइभेरी कोस्टले इक्वाडोरसँग खेल्नेछ। त्यसपछि जर्मनी र आइभेरी कोस्ट भिड्नेछन् भने इक्वाडोर र कुरासाओ भिड्नेछन्। अन्तिम चरणमा जर्मनी र इक्वाडोर खेल्नेछन् भने कुरासाओ र आइभेरी कोस्ट आम्ने सामने हुनेछन्। समूह एफ मा नेदरल्यान्ड्स र जापान बीच पहिलो खेल हुनेछ। स्विडेन र टुनिसिया बीच अर्को खेल हुनेछ। त्यसपछि नेदरल्यान्ड्स र स्विडेन भिड्नेछन्। जापान र टुनिसिया भिड्नेछन्। अन्तिम चरणमा नेदरल्यान्ड्सले टुनिसियासँग खेल्नेछन् भने जापानले स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। समूह जी मा बेल्जियम र इजिप्टको खेलबाट सुरु हुनेछ। इरान र न्युजिल्यान्ड बीच अर्को खेल हुनेछ। त्यसपछि बेल्जियम र इरान भिड्नेछन्। न्युजिल्यान्ड र इजिप्ट भिड्नेछन्। त्यसपछि अन्तिम चरणमा बेल्जियम र न्युजिल्यान्ड बीच आम्ने सामने हुनेछन् भने इजिप्ट र इरान खेल्नेछन्। समूह एच मा स्पेन र केप भर्डे बीच पहिलो खेल हुनेछ। साउदी अरेबिया र उरुग्वे बीच अर्को खेल हुनेछ। त्यसपछि स्पेन र साउदी अरेबिया भिड्नेछन्। उरुग्वे र केप भर्डे भिड्नेछन्। अन्तिम चरणमा स्पेन र उरुग्वे आम्ने सामने हुनेछन् भने केप भर्डे र साउदी अरेबिया बीच खेल हुनेछ। समूह आई मा फ्रान्स र सेनेगल, इराक र नर्वे बीच पहिलो खेल हुनेछ। त्यसपछि फ्रान्स र इराक भिड्नेछन् भने नर्वे र सेनेगल भिड्नेछन्। अन्तिम चरणमा फ्रान्स र नर्वे तथा सेनेगल र इराक आम्ने सामने हुनेछन्। समूह जे मा अर्जेन्टिना र अल्जेरिया भिड्नेछन्। अस्ट्रेलिया र जोर्डन बीच अर्को खेल हुनेछ। त्यसपछि अर्जेन्टिना र अस्ट्रेलिया तथा जोर्डन र अल्जेरिया भिड्नेछन्। अन्तिम चरणमा अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रेलिया बीच खेल हुनेछ। समूह के मा पोर्चुगल र डीआर कङ्गो बीच पहिलो खेल हुनेछ। उज्बेकिस्तान र कोलम्बिया बीच अर्को खेल हुनेछ। त्यसपछि पोर्चुगल र उज्बेकिस्तान तथा कोलम्बिया र डीआर कङ्गो भिड्नेछन्। अन्तिम चरणमा कोलम्बिया र पोर्चुगल तथा डीआर कङ्गो र उज्बेकिस्तान बीच खेल हुनेछ। समूह एल मा इङ्ल्यान्ड र क्रोएसिया खेल्नेछन्। घाना र पाना बीच अर्को खेल हुनेछ। त्यसपछि इङ्ल्यान्ड र घाना तथा पानामा र क्रोएसिया भिड्नेछन्। अन्तिम चरणमा इङ्ल्यान्ड र पानामा तथा क्रोएसिया र घाना बीच खेल हुनेछ। यसरी हेर्दा विश्वकप 2026 को प्रत्येक समूह अझै 2-2 खेल बाँकी नै छन् र धेरै समूहमा अन्तिम खेलसम्म पुग्दा मात्र नकआउट चरणमा पुग्ने टोलीहरूको टुङ्गो लाग्ने सम्भावना देखिन्छ। यसपटक 12 समूहको शीर्ष टोली र उत्कृष्ट 8 तेस्रो स्थानका टोलीहरू नकआउट चरणमा पुग्ने भए
भएकाले अन्तिम मिनेटसम्म पनि कुनै टोलीको आशा समाप्त हुने छैन। यो नै 2026लाई अहिलेसम्मकै सबैभन्दा रोचक विश्वकप बनाउने मुख्य कारण मानिएको छ। आदरणीय दर्शकवृन्द, यस्तै फुटबल सम्बन्धी जानकारी हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है त।